छन्। अब हामी यहाँबाट बाहिर निस्किने हो। त्यो कोरियन बुढा र मैले सँगै काट्दै गरेछ क्या, को आउने को मोबाइल दिँदै छ त म त्यो गल्ती गर्नु काट्दिन नि के चियामा गजब टक 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 कोरियन बुढा हो, निन्द्रा लाग्दैन क्या। छन पुग्यो हो। ट्याक्सी यहीँ पाइहाल्छ न जति पनि। अब हामी यहाँबाट ट्याक्सी समातेर चाहिँ मुनि हुन्छ नामुनि खाइदियो हो। यहाँ से हो ट्याक्सीमा ट्याक्सीमा चढिसक्यो। यहाँबाट कति 500 मिनट पुग्छ, 10 मिनट धेरैमा लाग्यो। र तपाईँहरू नि कोही इच्छुक छ भने उन्याङ मुन्छाङबाट ट्याक्सीमा सजिलो हुन्छ, आउनु होला। अब यो वर्षको लपलप यो लास्ट सिजनै हो, यो लास्टै हो। यो अर्को हप्ता त सायद पात नहुन सक्छ। गाह्रो छ साथीहरू चाहिँ रातभरि मोबाइल हेरेर बस्छ, सुत्दैन। बिहान 4 बजीसम्म मोबाइल हेरेर बस्छ, 1 घन्टा सुत्छ, काम गरेर आएको। त्यहाँबाट फेरि घुम्न भनेर निस्किन्छ। त्यस्तै छ विदेशी जिन्दगी लबलब जता पनि त्यस्तै होला हौ। केही अब पढ्नले केही घुमाउनु पर्छ भने जस्तो अब अर्काको देशमा आएपछि होइन, अब डे नाइट गए पनि अब गर्न मन त हुन्न, तर शरीरले असर गर्छ थाहा छ, तैपनि गर्नु पर्दो रहेछ। यस्तो समय आउँदो रहेछ, गरिरहेको छु, गरिन्छ। अब केही वर्ष अझै गर्नु पऱ्यो नि। तर हेल्थको चाहिँ धेरै केयर गर्नुपर्छ यार। नाइट काम गरे पनि टाइममा सुत्ने, टाइममा खाने चाहिँ गर्नुपर्छ। नाइट पनि काम गर्ने, फेरि टाइममा नसुतेन भने अहिले त ठिक छ, बल छ, बुढेसकालमा समस्या आउनसक्छ। समस्या हुन्छ अब यस्तो छ कि फेरि कोरियामा आएको मान्छे चाहिँ समस्या नआउने भनेको कसैको छैन अहिलेसम्म। अब हामीले तत्काल हेर्ने भने चाहिँ डे नाइट भन्छ, जुगो भन्छन्, यस्तो काम शरीरले सन्चो हुँदा हुन्छ। यहाँ कोरियाको जुनै कम्पनीमा गए पनि शरीरमा केही न केही असर गर्ने हुन्छ नै। हेर्दाखेरि सफा देखिए पनि कोही केमिकल हुन्छन्, कोही धुलो, कोही के होइन। डे नाइट अब अहिले तत्काल नदेख्ला, तर बुढेसकालमा त देखिन्छ केही न केही त समस्या। कोरिया 8-10 वर्ष काम गरेको मान्छेलाई ढाड दुख्ने समस्या होस्, रोगको होस्, जे पनि देखिन्छ पछि। त्यो बिस्तारै आउने कुरा हो। अब अहिले चाहिँ हाल चाहिँ छैन। त्यो पछि जे हुन्छ भने तयार पनि छु, बोक्नु परिहाल्यो नि। ठिक छ त्यस्तै छ मेरो विचारमा। मेरो मात्रै होइन, सबैको त्यस्तै हो भन्ने चाहिँ मलाई लाग्छ है। कोरियामा सबैको आफ्नो व्यथा छ, सबैको आफ्नै व्यथा। जस्तो भयो भने हेल्थको केयर गर्नु, हेल्थ इज वेल्थ भन्छ नि। त्यही त, काम पनि गर्ने, हेल्थ पनि बनाउने, पैसा पनि कमाउने है त। अब हामी आइपुग्न लाग्यौँ। आइपुग्न आँटेर धेरै छैन, थोरै मात्रै। उयो होइन उयो पारेको लगभग अब यो 2 किलोमिटर लामो छ है, 2 किलोमिटर। ए आइपुग्न आँटे त। उयो 1 मिनेटमा है त। पात त लगभग एक साइड त झरे जस्तो छ है। एक साइड अस्ति नै फुलेको थियो क्या, एक साइड चाहिँ पुरै उतै झरेछ त। 2 किलोमिटर टाढा छ नि लामो। नजिक रहेछ त नजिक छ अनि हुन्छन् त। ल त्यो भने पुग्यो यो पारीकै हो। ट्याक्सीमा नजिकै रहेछ हौ यहाँबाट चाहिँ। ठिक छ, तर अहिले लपलप फुल झरिसक्यो रहेछ यार। राम्रै, अरू ठाउँमा त सबै झरिसकेको छ, यहाँ त्यति झरेको छैन। बाजार चाहिँ झर्दैछ। ल फाइनली हामी चाहिँ उन्याङ हुन्छ नामु किला आइपुगेछ। अहिले चाहिँ लगभग टोटल्ली पहेँलो भइसकेको छ है।
भइसकेको रहेछ लगभग झरि पनि सकेको रहेछ हामी मेन त हाम्रो यहाँ नम्ग्याल ब्रोको चाहिँ साह्रै इच्छा थियो यहाँ आउने अस्तिचोटि आएको थियो अस्ति आउँदा चाहिँ पुरै हरियो थियो क्या यो बएको थिएन त्यही भएर आज चाहिँ मेरो विचारमा आज चाहिँ ठिक समय हो भनेर आएको र हेर्नुहोस् तपाईँहरू प्रत्यक्ष देख्न सक्नुहुनेछ कस्तो मजाको हरियो यति बिहान हामी मात्र होला भने मान्छे टन्नै आइसकेको छ त बिहान मान्छे ल यहाँको सिनहरू यस्तै छ है गाइड्सहरू यो ब्लग बनाएपछि चाहिँ गाइड चाहिँ भन्नुपर्ने रहेछ दामी ल यस्तो मजा फुलाएको छ आउनुहोस् तपाईँहरू पनि ओने इमोसनल यता सुन नजिक अथवा यता फेन्थेक नजिकै हुनुहुन्छ भने टाढा छैन आधी घन्टा हो मेबी 40 मिनट धेरै लाग्यो हो आउनुहोस् उनेङ नामुचिल खुरे घुम्न उनेङ उन्छनको ठाउँबाट देखिने भ्यू यिनीहरू हुन् ल Hello guys. Nyanyi tu tiring dalam ini naung cilok jo. Dalam mendo cila di lomaya serbu kaldu medi tahu jo. Oi, udah siapa be? Zikui, ini सक्नुहुन्छ अब यहाँबाट त देखाउने छु तपाईलाई यस्तो टाइपको छ बाटो चाहिँ फुल मात्रै के हेर्नु यहाँ हामी पनि हेर्नुस् हेन्सम हिँडो आइरहेको छ त हैन सब्स्क्राइब पनि गर्ने है टक्क हेरेपछि युट्युब च्यानल आउने छ भरे भोलि नोरसाङ योल्मो टक्क परेर युट्युब च्यानल नोरसाङ योल्मो टक्क सब्स्क्राइब गर्ने लाइक गर्ने टक्क हेरेर इन्जोय गर्ने अरे हेर्न सक्नुहुन्छ यहाँ यो चाहिँ मान्छेले हातले स्केच गरेको है मान्छेको कला कलाकार बुढा यहाँ छ त स्केच गर्ने बुढा ल यहाँ ल यहाँ आएर एकदम मुड चाहिँ एकदम फ्रेस भयो है चिसो पनि आनन्द पनि भयो त ल दामी पात क्या मतलब झरेको देन वाउ साथी चाहिँ यहाँ यो सिजनको रमाइलो हेर्ने यही खेल लाग्यो नि हामी कस्तो बवाल देखेको यार यस्तो बवाल अर्को हप्ता एउटा नि बस्दैन यो यो साइडमा चाहिँ नहोला जस्तो छ हेर्न सक्नुहुन्छ यस्तो बवाल आइरहेछन् यो त फोटो हान्नु पर्ला काला नल्ते क्याफे बे सिनाको होला यस्तो बवाल आइरहेछ पातहरू पुरै झरेको छ मान्छेहरू यता छ टन्नै भिडभाडहरू भिडियो जोडी तङ्बो फोकस फेर हो वा मेरो भिडियो खिच्ने मान्छे चाहिँ यही हो यही हो
दामी हावा चाहिँ क्या दामी बाक्लो झरिँदै तिम्रो खिचौ भयो बटन खिचेको भयो कस्तो दामी दे फल्छ रोग चाहिँ यहाँ डल्दै ल पुगेर आइजानु न के भयो त ल्याएर फुलेर पयाँलाई भयो भने जस्तै अहिले हावा आएर क्या मजाले पात झरिरहेको छ दामी यो चाहिँ मान्छेले हातले स्केच गरेको है मान्छेको कला कलाकार बुढा यहाँ छ त स्केच गर्ने बुढा ल ल ल यहाँ ल त्यस खुसी हो यही त खोजे हो नि मैले एक हप्ता अगाडि प्लानिङ गरेको होइन साइकल साइकल चलाउनु पनि होइन साइकल पनि भाडा छ अनि साइकल चलाउनु पनि छ यहाँ झरे साइकलको बाटो छ छुट्टीमा आएर भ्रमण गर्नु चाहिँ के हुन्छ साइकल चाहिँ यहाँबाट तल लगेर यहाँ निकै रन हान्नु छ साइकल लिने तपाईँले अनि कट्टा लगाएर यहाँ साइकलको लाइन छ तर साइकलले घुमेर आउनु सकिन्छ आउनुहोस् है तपाईँहरू पनि घुम्नलाई अब यो वर्षको सिजन त सकियो नेक्स्ट इयर चाहिँ पक्कै पनि आउनु होला अब लगभग सिजन सकिसक्यो फुल पनि पात पनि झरिसकेको छ यो हप्ता नि लास्टै हो यो अब ल यता हेर ल ल अब हामी चाहिँ लगभग फर्किन लागेको यहाँ घुम्यो पनि फोटो पनि खिच्यो पात जम्मा गरेर उडाए पनि फेरि आज अलिक बिजी छ हो हामी त यहाँबाट गएर फेरि भात खानु पर्यो फेरि मुभी हेर्नु पर्छ मुभी त्यही त भात खानु पर्ने पहिले सबभन्दा कुरो यहाँ 11:30 भइसक्यो अनि फेरि 12:30 बजी त मुभी हेर्नै पुग्नु परेको टाइमिङ छ यो हप्ता लास्टै बिजी सेड्युल भयो त अलि बिजी छ यो हप्ता त्यही भएर खास मुभी आज मुभी हेर्ने प्लानिङ नभएको भए यति आज एक घन्टा जति कफी खाएर बस्नु मिल्थ्यो अलि अलि बिजी भयो यो हप्ता जाडो चाहिँ निकै छ त्यही पनि रमाइलो भयो आज मेरो सानो भिडियोमा माया गरिदिनु होला खास भ्लग बनाउन त आउँदैन यसो रमाइलोलाई ट्राई गरेको बुढेसकालमा सम्झना फर्केर हेर्दाखेरि पलहरू यसो है सम्झना उमेरमा यस्तो पनि गरेको थिएँ है फलान ठाउँमा गएर भन्ने हिसाबले बनाएको हो
जसले हेर्नुहुन्छ लाइक पनि गर्नु है, माया पनि गरिदिनु होला। के जाने होइन अँ। ल अहिलेलाई यतिकै च्यातर त्यो नलिउँ होला अर्काको होइन च्यातर है त। ल फेरि हामी अर्को भ्लगमा भेटौँ ल। थ्याङ्क यू। ओके